गाईलाई घाँस हाल्यो भने दुध दिन्छ, भैँसीलाई घाँस हाल्यो भने दुध दिन्छ, भेडालाई घाँस हाल्यो भने ऊन दिन्छ। प्रचण्डलाई के दिएर के दिन्छ त? तेरी गे विवाह के बोल्या क्या तिमी? के बोल्या यस्तो? के बोल्या क्या? बोल्नु हुन्छ त्यस्तो? अलि दिमाग लगाउनु पर्दैन? अब खासमा बाँधेर घाँस हाल्नु पर्ने त हजुरलाई हो। अब यहाँ सुन्नुहोस्, म तपाईँलाई एउटा आइडिया बताउँछु। अब तपाईँले यस्तो प्रचण्डजीलाई भनिहाल्नु भयो, अब तपाईँले गर्नुपर्ने चाहिँ के हो थाहा छ? अब सबैभन्दा पहिले काम लाग्ने मान्छे भनेको तपाईँको प्रचण्डजी हो, त्यसपछि शेरबहादुर देउबाजी हो। तर अहिले उहाँ चुनावमा उठ्नु नै भएको छैन। अब एउटा मान्छे त त्यहाँबाट उसै घटिसक्यो भनेपछि अब अर्को छ एउटा गगन कुमार थापा, त्यो पनि तपाईँलाई काम लाग्न सक्छ। र त्यहाँपछि रह्यो एउटा माधव कुमार नेपाल भन्ने, होइन? त्यो रह्यो। अब यस्तो हुन्छ नि, तिमीहरू जब सत्ताबाट भाइजिन खोज्छौ, तिमीहरूको हातबाट सत्ता फुत्किन खोज्छ, फेरि तिमीहरूको चक्कर गोल गोल घुमाएर भेटघाट कार्यक्रम, अर्को कार्यक्रम त्यो हुन्छ। किनभनेपछि तिमीहरूले गठबन्धन गर्नु पर्यो, सत्तामा त जसरी पनि पुग्नु पर्यो। बिना सत्ता बिना कुर्सीको त तपाईँहरू बस्न सक्नुहुन्न चुप्प लागेर, यो बुढेसकालमा पनि। अर्को कुरा, अब अहिलेको अवस्था पनि के छ भनेपछि लास्टमा तपाईँहरूले के गर्नुहुन्छ मलाई थाहा छ। यो आइडिया तपाईँहरूलाई म दिँदैछु। अहिले पनि तपाईँ हार्ने अवस्थामा लगभग आइसक्नु भएको छ। त्यहाँ भएर तपाईँ अहिले पनि यो गठबन्धनको चक्करमा घुमिराख्नु भएको छ। लगभग पक्का पुत्ती छ, उसै पऱ्यो तपाईँले अहिले पनि यो गठबन्धन गर्न सक्नुहुन्छ। अहिले पनि तिमीहरूको अवस्था त्यही आउन सक्छ, अझै टाइम छ, तिमीहरूले त्यो अवस्थामा जान सक्छौ। त्यही भएर कसैलाई नराम्रो नभन्नुहोस्। जे जस्तो भने पनि प्रचण्डजी राम्रै मान्छे हो तपाईँको लागि। भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला, सेयर गर्नु पनि होला है।